गाइस आज म फेरि खेल्न जाँदैछु रोब्लक्समा अब नयाँ गेम जम्प टु स्टिल ब्रान्ड है। आज फेरि म सेकेन्ड पार्ट बनाउँदैछु। मैले अन गरेँ हैन। म जान्छु। मसँग देख्न सक्नुहुन्छ मसँग 4 सेलेस्टियल छ अनि 5 वटा खै गडहरु छ गड हो। म जान्छु सेलेस्टियल आउन कति टाइम चाहिँ हेरिहालौँ ल। अब हेरिहालेर आइहाल्छु म। एक्सन मिटिकलमा पुगे। जान्छु गडमा त पुगे अब कति मिनेट छ हेरौँ। खै 6 मिनेट रहेछ नि अझै। जुन फेरि मुनि जाउँ। अझै राम्रो गर्छ कि हेर्छु है म। थियो भने त पनि लगिदिनुपर्छ। आज त यही लगिदिन्छु। के हो ला ग्रान्डे कम्बिनेसन। लग्ने हो ला ग्रान्डे कम्बिनेसन। जान्छु अब म ला ग्रान्डे कम्बिनेसन लिएर आइपुग्न आँटे अब आइपुगिहालेँ। यसलाई चाहिँ म माथि राख्छु। म मुनि सेलेस्टियल भएको ठाउँमा चाहिँ राख्दिनँ। यहाँ म अझै सेलेस्टियलको लागि टिपिहाल्छु। अब एकछिन टाइम पास हेरौँ न यसको। ठिकै रहेछ त यसको पनि मेरोभन्दा धेरै छ। 0 स्पिन चाहिँ सँगसँग इन्टु गरेर हानेको खालि एउटै पर्छ त्यही एपिक पर्छ खालि ऱ्यान्डम के भन्ने आउँछ। यस्तो रिस उठ्छ। अलिकति राम्रो पर्छ हो नि त। फेरि गयो फेरि मेरो हेर्न सक्नुहुन्छ पैसा कति छ। आमै यसको 30,000 पो रहेछ त। फेरि पैसा टिप्ने हो। मेरो कति 14,000 कति रहेछ 14,000 भन्न 14,000 बिलियन। यसको त 30,000 बिलियन छ यो एचक्यू के भन्ने हो त। फेरि जान्छु है म कति छ अब 2-3 मिनेट होला अब अझै त्यति छ होला। जान्छु गए झन्डैले मरे 2 मिनेट रहेछ। यसलाई जान्छु हैन। अब म माथि जान्छु फेरि यसलाई माथि ड्रप गरिदिन्छु। बन्दा को आयो नुबडे ए एचक्यू रहेछ नि यसले मलाई मारिहाल्छ नि। फेरि म सेलेस्टियल लिन लुट्न आइहालेँ नि। फेरि गरिदिन्छु हावामै ड्रप गरिदिन्छु दुइटै। अब लाई अब कहाँ गएको झन्डैले मारिदियो नि मलाई त स्केलेटनले। फेरि माथि जान्छु टाइम पास गर्छु म एकछिन। मलाई हान्छ यस्तो एचक्यूबी तँलाई त म को आयो अर्को जोब लिएर भागिहाल त छिटो मरिहाल। फेरि अर्को मुन्ट्यो जोब लिएर दिनुहोस् फेरि मारिस् मलाई। अब कुटाइस् खुट्टा खानेको बाहना अघि पुगेछ। अम्म सेलेस्टियल आउन आँट्छ 30 सेकेन्ड रहेछ। अब म जान्छु अब अब पुगे एकछिन वेट गर्छु। यो भागिहाल त सेलेस्टियल लुट्न आएको त म लिन्छु नि सेलेस्टियल तँलाई त खोली दिन्छु म। भागिहाल सेलेस्टियल लिए गाइस लिए मैले सेलेस्टियल पाएँ। अब छिटो जान्ने हो घरमा सेलेस्टियल राखेर आउने हो। अझै एउटा आयो सेलेस्टियल लाने हो घरमा सेलेस्टियल लाने हो। पाएँ सेलेस्टियल पाएँ। अब जान्छु यो रिप्लेस गरिदिन्छु पेन्सिल अनि अर्को ठाउँमा राखिदिन्छु। लु थ्याङ्क यू गाइस आज यति नै बाई।